सुमन विश्वकर्म ब्लग गर्दै हुनुहुन्छ अनि म छ अनि अहिले चाहिँ मैले मैदा मोल्छु है पहिला यस गाइज ल अहिले चाहिँ हाम्रो भइसकेको छ खुर्सानी पनि कटिङ भइसक्यो प्याज पनि कटिङ भइसक्यो धनियाँ पनि अनि हाम्रो चाहिँ मासु पनि रेडी भइसक्यो गाइज अनि यो चाहिँ हाम्रो चटनी गराउनको लागि यो चाहिँ हाम्रो टमाटर अनि जिन्जर पनि रेडी भइसक्यो अनि हाम्रो चाहिँ मैदा पनि रेडी भइसक्यो एन्ड गाइज ल अहिले चाहिँ हाम्रो अब भाँडा पनि साफ गरौँ अनि त्यसपछि पनि रेडी हुन्छ त्यसपछि हामी ग्यासमा बनाएर हामीले मोमो गराउनु पर्ने हुनेछ गाइज अब चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भनेपछि अब सबै मिक्स गर्नुपर्ने हुन्छ अझै मिक्स गरौँ है त हामीले यस गाइज ल अब चाहिँ हाम्रो सबै रेडी पनि भइसक्यो मासु पनि अनि यसपछि हाम्रो प्याज अनि हाम्रो चाहिँ धनियाँ जिन्जर पेस्ट पनि रेडी भइसकेको छ हाम्रो त्यो चटनी गराउनुको लागि टमाटर काटेको छ एकछिनमा काटिन्छ अब चाहिँ हामीले हाम्रो मोमो मसला पनि रेडी भइसक्यो यो चाहिँ मैदा रहेको मैदा यसले साइड गरौँ अनि अब चाहिँ हामीले अहिले यो खुर्सानी पनि कटिङ भइसक्यो अनि हामीले चाहिँ मैदा मोलेको छ अहिले चाहिँ हामी सबैहरू मिक्स गर्नुपर्ने हुन्छ हेलो गाइज हेलो के भयो ल अब चाहिँ हामीले पहिला हामीले मासु चिकन हालिन्छ चिकन यस गाइज पहिला हात यसो उस गरौँ यस गाइज ल हाम्रो पनि किमा पनि भइसक्यो अनि हाम्रो चाहिँ मोमोको के अरे भाँडो पनि राखिसकेको छौँ त्यहाँ चाहिँ पानी पाक्दैछ यस गाइज अहिले चाहिँ हामीले रेडी भइसकेको छ हाम्रो चाहिँ यो नेपाली स्टाइलमा चाहिँ हामीले मोमो गराउने अब अर्को पनि छ यहाँ राखेर गराउनु त्योभन्दा योमा चाहिँ छिटो छरितो हुन्छ गाइज त्यही भएर चाहिँ हामीले सुरु गरेका छौँ अनि यो चाहिँ के गर्नुपर्छ भनेपछि टक्क भयो यो रोटी भयो अनि अब चाहिँ यसले काट्नुपर्ने हुन्छ तिखो छ यो तिखो भएपछि मोमो भइहाल्यो किन सानो गराउने यस्तो गरौँ यस गाइज हाम्रो चाहिँ मोमो गराउने रोटी पनि भइसक्यो मामाले चाहिँ भर्नुहुन्छ र मैले चाहिँ अब यता रोटी गराउँदै मामाले पास गर्नुपर्ने हुन्छ अनि पुरानो मोमोको ब्लग हेर्न चाहनुहुन्छ भने चाहिँ दयसबीके ब्लगमा चाहिँ हेर्नु होला दयसबीके ब्लगमा पनि राम्रो छ हाम्रो मामा भान्जाले गराएको छौँ ल मामा के भन्नुहोस् मैले के भन्न चाहेन होइन पहिलेको हाम्रो भिडियोमा भनिसकेको छु होइन गाइज तपाईँले चाहिँ मोमो हेरेर नखाए पनि यस्तो मिठो भइरहेको थियो नि गाइज पहिले यस्तो मिठो भइरहेको थियो नि त्यो कारणले चाहिँ अहिले पनि छिट्टो मिठो गराउन खोजेको गाइस मोमो रेडी भइसक्यो है तपाईँहरू हामीले पकाउँछौँ गाइस गाइज ल अहिले चाहिँ मामा एक स्टेप चाहिँ यता हाल्न लागिसक्नु भएको छ हाम्रो तल टमाटर छ नि त तल अचारको लागि टमाटर अनि यहाँ चाहिँ हाम्रो मोमो तेल लाउनु भयो तेल ओहो लडेको छ ल अब चाहिँ पहिला मामाले त छ्याटी गराउनु भइसकेको छ मैले चाहिँ यता गरेर यत्रो छ गाइज के बन्दैछ मामा आज हाम्रो चाहिँ 10 जनालाई चाहिँ टार्गेट हो आज मोमो देख्न सक्नुहुन्छ यो हाम्रो मोमो नेपाली मोमो यस नेपाली मोमो यो चाहिँ मामाले भर्दै हुनुहुन्छ यस गाइज ल अहिले चाहिँ हाम्रो मोमो पनि रेडी भइसकेको छ बाबु नारायण आइज अहिले ल यो चाहिँ तातो कुनै चाख्दै छन् पकाउँदै छन् के पकाउन ल चाहन ल तातो ल तातो निकाल्नु त बिनाजले लैजाउँ नि चाख्ने लगाइ चल्छ चाहन पहिला बिनाजु त उठि जानु कि आयो
गाइस ल अहिले चाहिँ मामाले अझै पनि एउटा खाइसक्यो हामीले अनि यहाँ चाहिँ मोमो बन्दैछ यता पनि हाम्रो मामाले वाउ अनि यता पनि अहिले मैले पिस्दैछु अझै पनि छ यत्रो यहाँ चाहिँ बन्दैछ मामाले चाहिँ ल हेर्नुहोस् यस्तो प्रकारले गराउनुहुन्छ मोमोको सेफ हजुर छैन हाम्रो मोमोको सेफ चाहिँ हाम्रो मामा हुनुहुन्छ विदेशमा दह्रो काम गरेर दह्रो मोमो बिक्री हानेर नेपालको नाम रोसन गरेर आउनुभएको छ यो अलिक तेल हालेपछि चाहिँ एकदम फिनिसिङ आउँछ गाइज यो तर हामीले चाहिँ तेल एकदम कम हालेर चाहिँ बनाएको हामीले चाहिँ त्यसलाई अलिक थोरै मात्रामा हालेको गाइज ल अहिले चाहिँ हाम्रो मम्मीले यता टमाटर पनि पिस्दै हुनुहुन्छ के हो यो भाङ्गो र के टमाटर लसुन यता छ अनि यहाँ चाहिँ भाङ्गो पिस्दै हुनुहुन्छ चटनी गराउने अनि मैले चाहिँ यता मोमो गराउँदैछौँ ए अहिले हाम्रो चाहिँ यता नेपाली स्टाइलमा यता छ यता मोमो बन्दैछ अनि यता चाहिँ किमा अझै यत्रो छ किमा अनि पहिला पनि मोमो खाएको पप्पीले अनि अहिले पनि खानको लागि रेडी भएर बसेको छ पप्पी पप्पी मोमो खाने पप्पी ओ पप्पी 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 ओबे ओबे उता गयो अहिले पप्पीले खान्छ ल मामा ल सुरु गर्नुहोस् अनि हाम्रो मम्मीले त चटनी गराउनलाई धेरै खुर्सानी नहाल्नुहोस् त्यो मोमो पनि हालिएको छ धेरै नहाल्ने त्यो चाहिँ हाम्रो चटनी गराउने आइटम हामीले चाहिँ अब मिक्सर मेसिनमा भन्दा एमा हालेको ढुङ्गैमै लोरोमै के अरे पिसेको मिठो हुन्छ अनि त्यहाँ त हाम्रो मम्मीले चाहिँ लोरोमै पिस्नुहुन्छ यसरी जहिले पनि यहाँ चाहिँ हाम्रो मोमो पनि पाक्दैछ वाउ मुखा पानी पनि आइसकेको छ ल छिटो छिटो आमा हजुर छिटो छिटो पेलाइन्थ्यो यस गाइज ल अहिले चाहिँ हामीले भर्खरै मोमो पनि गराइसक्यौँ यति चाहिँ रह्यो अनि हाम्रो यति यो पनि रह्यो यति मोमो छ अझै मिठो हुनुहुन्छ अनि हाम्रो बेबी हाम्रो ट्विन्स बेबीको जेठी बेबी हेलो हेलो बेबी हेलो कान्छी बेबी चाहिँ सुतेको छन् अनि यहाँ चाहिँ हाम्रो अर्को मोमो पनि निस्किँदैछ ल मोमो निस्काल्नु भयो यहाँ चाहिँ मोमो छ अब किन कराईमा हालेको चटनी कति धेरै गरेर आएको र वाउ हाम्रो चटनी रेडी भइसक्यो अनि यहाँ चाहिँ मोमो गाइज ल यत्रोमा चाहिँ मोमो रेडी भइसकेको छ यत्रो चाहिँ मोमो रेडी भइसकेको छ अनि यहाँ चाहिँ अर्को मोमो रेडी भइसक्यो यो के हो र हजुर लाल्नुहोस् हाल्नुहोस् तपाईँले सानो मान्छे हेलो हेलो ए हाम्रो एउटा सानो मान्छे यहाँ छन् अनि अर्को सानो मान्छे त्यतै यो चाहिँ अर्को सानो मान्छे यता छन् सुतेका छन् हाम्रो चाहिँ जेठो मामाइजीको ट्विन्स बेबी कान्छी सुतेन जेठो चाहिँ यता पुग्लुक पुग्लुक गर्छन् सानो मान्छे यो पछि ठुलो बसी हेर है यो भिडियो है हेलो ठुलो बच्ची कान्छीले हेर्छन् सब रेडी हुँदैछ मेरो कति पुग्लुक पुग्लुक हेरे हामीलाई कस्तो होला भन्नुहोस् मामा आइसक्नु भयो ल ल ल मामा हाल्नुहोस् हजुर ल हेलो स्वागत छ तपाईँले मामा धन्यवाद भाइ र भानिजलाई आजको विशेष मोमो होइन हजुर चखाउनु होइन हजुर त्यसपछि ल अब चाहिँ हामीले मोमो चाख्नुपर्छ सबै मिलेर हेलो बेबी हेलो अर्को नानी के ला है अर्को नानी सुते अर्को नानी सुतिया छैन अर्को नानी सुतिया छैन हेलो बड़ी क्यूट छिन्ने क्यूटी पाई आफै आफै क्यूटी पाई वाउ ल चाहिँ मामाले मोमो सेयर गर्दै हुनुहुन्छ हाल्दै हुनुहुन्छ टके हेर्नु 3-4 वटा 10-10 पुग्छ मामा
पुग्छ पुग्छ कतिजना छौँ 1 2 3 4 5 जना 7 5जनालाई हाल्नुहोस् पहिला 8 9 10 वाउ 5 अहिले चाहिँ हाम्रो मामाले मोमो हाल्दै हुनुहुन्छ 6 7 8 9 10 उन्डैन्छ यहाँ चाहिँ 3 6 भयो 7 8 9 10 अहिले चाहिँ मामाले मोमो हाल्दै हुनुहुन्छ सबैजनालाई होइन माइजु लाउनु चाहेर भन्नु लाउनु रिभ्यू दिनु माइजु ल एउटा खाएर ल चाहिँ माइजूले खाँदै हुनुहुन्छ कस्तो भइरहेछ होममेड मोमो यम्मी ल ल मामाको पालो अब रिभ्यू दिने कस्तो छ मामा टेस्ट एकछिन एकछिन हो कसले बनाएको यो हामी 2 भाइले मामाले कान्छा मामाले मैले यो कस्तो छ रिभ्यू दिनु ल भन्नु बब्बाल छ बब्बाल होटेलको मिठो कि यहाँको मिठो ल भन्नुहोस् ल होटेलको जस्तो त्यहाँ अन्त 100 गुणा परिकार लोकल परिकार मिलाएर बनाएको मोमो यति स्वादिष्ट छ कि यो 2-3 बोल अझै खाउँला जस्तो लागिरहेको छ होइन यो टेस्ट गर्दाखेरि। ठिक छ ल यति गराएको धेरै खुसी लाग्यो ल मामा रिभ्यू दिने रिभ्यू यता दामी छ भन्छ दामी यता बन्दैछ अझै बन्दैछ तिमीले खान्छौ र मोमो सानो मान्छे सानो मान्छे भन्नु ल रिभ्यू दिनु खाम्ला नि मिठो छ हो उनले पो मुख मिठो हात छैन ल अब चाहिँ मेरो पालो म चियाटो टेबलमा बस्नुपर्छ पहिला मैले रिभ्यू दिनको लागि त यस मुहा पानी आइसकेको छ वा लाउनुहोस् तपाईँहरूले पहिला वा अलि पिरो भएछ नभए स्पेसल भइरहेको छ खानु खानु हाम्रो मामा यता हुनुहुन्छ माइजू उता मम्मी मामा म यता छु कति मिठो भएछ अहिले है मामा ल हामी त दुई बोल खाइसक्यौँ 20वटा भन्दा बढी खाइसक्यौँ ए बानी ल अझै 2टा थपियो वा ठुलो